नमस्कार, म प्रतीक्षा कार्की। आज मसँग हुनुहुन्छ अमित जी। उहाँसँग म केही प्रश्न सोध्न गइरहेको छु। आर यु रेडी फर द क्वेसन? यस। के हो त्यो जुन एक पटक आउँछ तर कहिले आउँदैन? एक पटक आउँछ कहिले आउँदैन। एक पटक आउँछ तर फेरि कहिले आउँदैन। एक पटक आउँछ कहिले आउँदैन। भोलि। अब पाली छ दोस्रो प्रश्नको र दोस्रो प्रश्नमा म एकदम हार्ड क्वेसन सोध्छु। के तपाईँ रेडी हुनुहुन्छ? तिम्रो हार भनेको त्यस्तै हो ल। दुध उमाल्दा किन उफ्रिन्छ? किनभने ताप पाउँदा बाफ बन्न थाल्छ। बाफ बाहिर निस्किन नसकेर उफ्रन्छ। राइट? लेट्स गो फर थर्ड क्वेसन। कुन कुरा छ जुन एक पटक आउँछ, दोस्रो पटक आउँदैन र तेस्रो पटक फेरि आउँछ? आई थिंक आई एम कन्फ्युज। हजुर भन्नुस् ल। अब यो प्रश्न जान्छ तपाईले नसक्नु भएको प्रश्नहरू जनतामा। यस्तै भिडियोहरू हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला, लाइक गर्न नभुल्नु होला अनि कमेन्ट गरेर यसको प्रश्नको उत्तर जरुर दिनु होला।